ठुलो मोमो देखेर त म पनि दङ्ग परेको थिएँ। सिद्धार्थ कटेजमा चाहिँ मोमो फेस्टिभल लागेको थियो। चाहिँ अटो कुर्दा बल्ल अटो आयो अनि त्यसपछि अटोमा चढ्यौँ। नानीहरूले चाहिँ रमाउँदै थियो, वाउ हामी त मोमो फेस्टिभलमा जान लागेको भनेर। यतिखेरमा हामीहरू सिद्धार्थ कटेज पुग्यौँ। त्यहाँ चाहिँ मेरो छोरीले र सानो नानीले त्यहाँ स्लाइड पिङ घोडा देखेर मम्मी यो खेलौँ न भनेर नानीहरूलाई चाहिँ यो खेलाइदियौँ। अनि त्यसपछि चाहिँ त्यहाँ हामी भित्र गयौँ। त्यहाँ चाहिँ अलिअलि मान्छेहरू आउँदै हुनुहुँदो रहेछ। यो चाहिँ कस्तो राम्रो सजाएको कि मेरो छोरीले चाहिँ यति ठुलो मोमो मम्मी हामीले खाने हो भनेर मलाई सोध्दै थियो। मैले होइन यो हामीले खाने होइन भन्यौँ र त्यहाँ चाहिँ हामीले टोकन लिएँ चाहिँ मोमोको अर्डर लिएँ। नानीहरूले चाहिँ मोमो खाँदै थियो। अनि यतिखेरमा चिना माइजू आउनुभयो अनि त्यहाँ चाहिँ नाच भइरहेको थियो। बहिनीको नाच चाहिँ मलाई एकदम मन परेको थियो कि सुरुमा नि नाचेको थियो यो बहिनी, मैले चाहिँ भिडियो गर्न पाएन। अनि त्यसपछि चाहिँ सबले कति राम्रो नाचेको यो बहिनी त भनेर सबले भिडियो गर्न हामी चाहिँ खाँदै इन्जोय गरिरहेको थियौँ। चिना माइजूले मलाई पनि देखाउनु न भान्जी भनिराख्नु भएको थियो। अनि नानीहरू पनि मजाले खाँदै इन्जोय गरिरहेको थियो। अनि यो सिङ्गरलाई चाहिँ मैले चिनेन, उहाँले राम्रो गीत गाउनु भएको थियो। अनि नानीहरूले चाहिँ चक्लेट मोमो खाने चक्लेट मोमो मगाइदियौँ, कति मिठो रहेछ नि भन्दै खाँदै थियो। रातिमा झन् यस्तो राम्रो देखेको नि त्यहाँको चिलेर मिलेले। अनि झन् भिड हुन थाल्यो। खाजातिर आन्टीले चाहिँ त्यहाँ यो मैले बनाउँदै हुनुहुन्थ्यो। अनि मैले चाहिँ एउटा भिडियो गराउँछु न ल भनेको त ल गराउनु न त भन्नुभयो। अनि चाहिँ अर्जुन सापकोटा आइसक्नु भएको थियो। अनि हामीहरू चाहिँ भिडियो गराउँदै नाच्दै अनि सबै रमाइलो गर्नुभएको थियो नाचेर। अनि मेरो छोरीले चाहिँ मेरो फेभरेट सिङ्गर हो नि मम्मी भन्दै थियो। मिगिनले पनि फुल इन्जोय गरिरहेको थियो। अनि मेरो साथीको छोरीले चाहिँ धेरै दुःख दिएको थियो, ऊ चाहिँ धेरै सानो छ नि त। अनि त्यसपछि मिगिनले चाहिँ नजाऊँ मम्मी घर भन्दै थियो। नानीले दुःख दिएर घर जानु पऱ्यो। अनि हामीले चाहिँ यो मरी रेडी गर्न भनेको थियौँ। आन्टीले चाहिँ प्याक गर्दै हुनुहुन्थ्यो। अनि हामीहरू चाहिँ घरतिर लाग्यौँ। अनि मिगिन चाहिँ रिसाउँदै मलाई मोमो च्यालेन्ज गर्न पनि दिनु भएन तपाईँले भन्दै रिसाउँदै थियो। मैले चाहिँ पछि अब गरौँला भनेर अनि फकाउँदै हिँडेको थियौँ। र यतिकैमा गाडी आयो अनि हामीहरू चाहिँ लाग्यौँ घरतिर।